बिर्ता मोडमा यस्तो क्याफे जहाँ चाहिँ फुड इन्जोय गर्दै पोट्री र पेन्टिङ गर्न सकिन्छ। यो चाहिँ हो क्ले एन्ड कुजिन क्याफे, जुन चाहिँ एस्थेटिक एम्बियन्स, पिसफुल भाइब र एकदमै स्पेसियस सिटिङ स्पेस भएको युनिक क्याफे हो। यो क्याफेको सबैभन्दा इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ यहाँ पोट्री सेक्सन पनि छ, जहाँ आफै डिफ्रेन्ट पोट्री आइटम्सहरू बनाउन मिल्छ। यहाँ पेन्टिङ सेक्सन पनि छ, सो फुड इन्जोय गर्दै क्रिएटिभिटी पनि एक्सप्लोर गर्न मिल्छ। मेन्यु चाहिँ अपडेट गरेर अहिले स्पेशल मेन्यु निकाल्नु भएको रहेछ। यस्तो ब्युटिफुल एम्बियन्स इन्जोय गर्दै हामीले चाहिँ अर्डर गर्यो क्याबेज रोल, चिकन बिरयानी, अक्टोपस मसरुम, ससेस विङ्स र क्रिस्पी हनी चिकन। अनि ड्रिङ्क्समा चाहिँ कोकोनट किस र रेनबो हेभेन। फुड आइटम्सको टेस्टको कुरा गर्दाखेरि चाहिँ चिकन बिरयानीदेखि क्रिस्पी हनी चिकनसम्म सबै डिस चाहिँ फ्लेभरफुल र सेटिस्फाइङ थियो। स्पेसल्ली क्याबेज रोल चाहिँ फर्स्ट टाइम ट्राई गरेको एकदमै टेस्टी हुँदो रहेछ। कोकोनट किस र रेनबो हेभेनले चाहिँ ओभरअल एक्सपिरियन्सलाई झनै रिफ्रेसिङ बनायो। यो क्याफेमा स्मोक गर्नेहरूको लागि चाहिँ सेपरेट स्मोकिङ जोन पनि छ, जहाँ चाहिँ सिगरेट र हुक्का कम्फर्टेबली इन्जोय गर्न सकिन्छ। यहाँबाट तपाईहरुले 9वटा कफी अर्डर गर्नुभयो भने 10th कफी चाहिँ फ्रीमै पाउन सक्नुहुन्छ। अनि सेम गोज विथ हुक्का। लोकेसन चाहिँ कन्काई कलेजदेखि अलिकति अगाडि नोभा एजुकेसन फाउन्डेसनको अपोजिटमै रहेको छ। हामी त गयौं, तपाईहरु चाहिँ कहिले जाने त?